देखिस्यो महाराज, तपाईको अगाडि कस्तो निर्लज्जताको साथ कुरा गर्दैछिन् त मेरो अगाडि तपाईको बारेमा कस्तो तुच्छ कुरा बोलेकी होलिन्। एकचोटि सोचिस्योस् महाराज। बाहुबली बाहुबली आ गयो। वास्तवमा के भएको थियो भन सितुपति। शिवालय भक्तजनले भरिएको थियो महाराज। त्यति बेलै देवसेना पनि दर्शनको लागि आइन्। त्यति बेलै तपाईँ आउने समय भएको थियो महाराज। त मैले उनलाई भने कि मुख्य द्वारको जग्गा अर्को द्वारबाट आउनुहोस्। बाहु, यो कस्तो व्यवहार हो? तिमी पीडितलाई धम्काइरहेछौ। विनती गरेर सच बाहिर आउँदैन महाराज। एक गर्भवती महिलालाई हतकडी लगाएर यो सवालले पहिला नै आफ्नो हद पार गरिसकेको छ। जय गर्भवती होस् या वृद्ध, तिमी हो या म न्याय विधान सबको लागि एक हो। थाहा पनि छ के भएको थियो? के भएको थियो देवसेना? गलत गर्यो देवसेना। केटीमा हात लाउनेको औँला काट्ने होइन, काट्ने हो त्यसको गला।